साथीहरू, आज धनी बन्ने एउटा कुरा भन्दैछु, ध्यान दिएर सुन्नुहोस्। गोप्य तरिकाले तपाईँलाई मात्रै भन्दैछु। यो भिडियो 3 करोड नेपालीले हेर्नुपर्ने भिडियो हो, ताकि नेपालमा पनि गरिबीपन गएर धनीपन आओस्। सबै नेपालीको परिवारमा सम्पन्न जीवन र धनी हुने योजना आओस् र धनी बन्ने तरिकाहरू सिकुन् भन्दै एउटा गोप्य तरिकाले एउटा आइडिया सिकाउँदैछु है, बुझ्नुहोस्। धनी व्यक्तिहरूले के गर्छन् भनेदेखि उनीहरू हरेक दिन अपर्च्युनिटीको यानि उनीहरूले अवसर खोजिरहेका हुन्छन्, अपर्च्युनिटी खोजिरहेका हुन्छन् र उनीहरूले त्यो अपर्च्युनिटीलाई पत्ता लगाउँछन् र त्यो अपर्च्युनिटी यानि त्यो अवसरलाई उनीहरूले घुम्न दिँदैनन्, हातबाट उम्किनु दिँदैनन् र सही तरिकाले त्यो अवसरलाई सदुपयोग गर्छन् र त्यो अवसरमा पैसा खर्च गर्छन्, इन्भेस्ट गर्छन् र त्यो अवसरबाट मनग्गे आम्दानी लिएर उनीहरू धनी बनेको हुन्। यो नियम हामी प्रत्येक नेपालीले पनि यो नियम चाहिँ पालना गरौँ भनेदेखि हामी प्रत्येक नेपालीहरू पनि धनी बन्ने पक्का हुन्छ है। बुझ्नुभयो के? भिडियो मन परे सब्सक्राइब गर्न नबिर्सिनु होला। म हजुरहरूको प्रेम, धन्यवाद।